What's up people, good morning. र चाहिँ म आफ्नो वर्क प्लेस नवलपरासी छु अनि टुडे आई एम गोइङ टु काठमाडौँ अनि त्यो पनि अप्रिल 125 मा जाँदैछु। सो लेट्स सी, बसमा जान चाहिँ मन चाहिँ लागेन अनि धेरै पछि भ्लगिङ गर्दैछु किनकि यो गोबरमा इस्यु आइरहेको थियो बिचमा कन्टेन्ट पनि के बनाउने भन्ने भइरहेको थियो। असै त डिस्ट्र्याक्टेड भनौँ न, अरू कामले बढी प्रायोरिटी पाइरहेको थियो भ्लगिङ भन्दा पनि। सो लेट्स गो होइन। कति बज्यो, 7 बज्न आँटेको छ। बाटो चाहिँ धेरै राम्रो छ अहिले चाहिँ। यहाँदेखि मोलिङसम्म खतरै राम्रो बाटो छ, त्यसपछि उता पनि कता त बनाइरहेको छ। तर लेट्स सी 5 to 6 आवर्सम्म पुग्नु पर्ने हो। लेट्स गोइङ है त। म चाहिँ हिँड्दैछु, मेरो अब हेलमेट माउन्ट चाहिँ घरमै बिर्सेछु। अब म नारायण पुगेर एउटा हेलमेट माउन्ट किन्छु अनि त्यसमा अडाउँछु। अहिले चाहिँ हातले नै समातिरहेको छु म। सो यस्तै छ, बाटो चाहिँ दामी छ, एकदम हावा लागिरहेको छ। अब यो आवाज पनि सुनिरहेको छैन होला आई गेस, बट बाटो इज गुड। यहाँदेखि मनानघाट 1 घन्टा पनि लाग्दैन मलाई। ओके गाइस, म चाहिँ नारायणघाट पुगेँ। 45 मिनट्स लाग्यो मलाई यहाँ आउनुमा। लगभग 52 किलोमिटर हो कि 54 किलोमिटर छ। म चाहिँ यहाँबाट गोप्रो माउन्ट खोज्दैछु हेलमेटमा लगाउनको लागि, अनि त्यो भोइस इजी हुन्छ भनेर यहाँ एट्याच गर्नको लागि। लेट्स सी, पाइ पनि ठिक छ, पाइ पनि बेस्ट। बिहान कति बजिरहेको छ, 9 बज्न आँट्यो। ओके पिपल, 10 बज्न आँट्यो। ब्याड न्युज, स्कुटरको रेस चाहिँ आफै भुत्तिरहेछ। सो भन्नै पर्दैन। ओके गाइज, अवस्था गम्भीर। यहाँ बिचमा बराबर ग्यारेज कतै छैन। अस्ति पनि यस्तो भएको थियो अनि भाइले बनाएको थियो, फेरि त्यही समस्या आयो। अब किनकि मैले त उताको तराईको बाटो खुल्ला थियो नि त, पुलिस सिटमा बटारेको। धेरै बटारेपछि त्यो बेला लक निस्किरहेको हुन्छ कि एसिलेटरको, त्यही भएर रेस बढी हुत्तिरहेको थियो। अब मोलिनदेखि गाडी बनाउने मान्छे मिस्त्री बल आएको छ, फोन गरेर उसले आउँछ बनाउँछ अनि जाने हो। अब चाहिँ बिस्तारै बतार्नु पऱ्यो यार, जहिले बटार्ने मान्छेले चाहिँ। अस्ति पनि यस्तै भएर हुत्तिरहेको थियो, धन्नै लडिएन, अहिले पनि धन्नै लडिएन, ब्रेकै नलागिरह्यो। सो रिस्की छ। सो अहिले चाहिँ म कहाँ आयो, धारकै आएको छु। बाटो धस्दै छ, स्कुटरमा चाहिँ गाह्रो छ, बाइकमा पनि गाह्रै हुन्छ। अब यहाँदेखि चाहिँ 90 किलोमिटर छ फानकोटसम्म पुग्न। 2 बज्यो। गाडी फाइनली काठमाडौँ घर एन्ट्री भएको छ। मतलब आनन्द आयो, होइन पनि दिक्क लागिरहेको थियो बाटो देखेर। 3 बज्यो। What's up people, it's the next day. म चाहिँ आएको छु यहाँ प्रदीपको घरमा।
एन्ड इट वाज सो एक्जस्टिङ यस्टरडेको राइड्स। घटना म हल्का समरी यहाँ भन्छु। सुरुमा चाहिँ त्यो एसिलेटरको रेस चाहिँ भत्तै बढ्ने भएर मौलिन अगाडि चाहिँ 1 घन्टा डिले भइहाल्यो मेरो त्यो बनाउन। मौलिनदेखि मिस्त्री बोलाएर बनाएपछि त्यसपछि भनेको मौलिन कटेपछि फ्युज उडेछन्, स्कुटर चल्नै छोड्यो। टक्क 100 मिटर लताएर झन्नै नजिकै ग्यारेज रहेछ, ग्यारेजमा बनाइहाल्यो। अनि इट टुक मी 8 hours टु ड्युटी छ अरे। ए ल हुन्छ, म अहिले आएर खान्छु। आउँछु आएर खाने अहिले के खानु। 8:30 बजी खाने मैले चापी खान्छु यार। हुन्छ जुन ल्याउने। Okay guys, I'm going for podcast. Watch it on Doctor's Compass है त। ओके गाइज, हामी चाहिँ यहाँ अहिले डक्टर्स कम्पासको पोडकास्ट सेटअपमा छौँ। साइडमा हाम्रो भाइ उदेर हाम्रो के नाम बिर्सेँ मैले, विनय छ। अनि अब हामी केही समयमा पोडकास्ट सुरु गर्छौँ। लेट्स सी कस्तो हुन्छ। गाइज हामी चाहिँ अब जाँदैछौँ कुले खाने। पुरा हिँडिसकेका छौँ। मलाई चाहिँ अराउन्ड रेट छु, म भेट हाउस खोजिरहेको छु। ट्याक्सी के हुन्छ खानेको लाग्छ। ओके पिपल, म चाहिँ बस सिकालीदेखि मासतिर लागेँ। अब यता पुरै अलिअलि काठमाडौँ भाग देखिरहेको छ। यता पुल रहेछ एउटा ब्रिज। सो द्याट्स इट। एक्लै छु, केटाहरू चाहिँ अगाडि छन्। बाटो चाहिँ राम्रो छ अहिलेसम्म। लुक एट द भ्यू, यस्तो दामी छ। अनि यो बाटोमा कस्तो वरपरहरूको सबै कतै नासपति फैलिरहेको छ, कतै आइज फैलिरहेको छ। कस्तो दामी यस एरिया रहेछ। खासै रोकेर खानु त सब खोजिएन। खोला छ। अब हामी सिस्नेरहेको छौँ। अब चाहिँ हामी ओह्रालो लाग्ने प्रक्रियामा छौँ। फेरि तल झर्ने हो। ओके गाइस, सो ओह्रालो लाग्दै हामी त्यहाँ तल सिस्नेरी छ। सिस्नेरी पुग्न आँट्यौँ। मतलब म आँटेँ, एक्लै हिँडिरहेको छु। बाटो चाहिँ ओह्रालो छ एकदम। सो लेट्स गेट गोइङ। अझै लाग्छ होला, कति किलोमिटर छ भन्ने हेर्नुपर्छ। म चाहिँ हेभी भन्ने ठाउँमा आएको छु। अब यो काठमाडौँदेखि तलतिर झर्ने क्रममा अब यो बाटो गयो भने चाहिँ हामी हेटौँडा पुगिन्छ। भोलि म यही बाटो फर्किने हो। कुलेखान जानले त माथि चढ्ने है। म तलबाट आएको, माथि जाने अब। सो लेट्स गेट गोइङ। 5:30 हुन आँट्यो। ओके गाइज, वाट अ भ्यू। भर्खर 2जना इन्डियनलाई मैले गाइड गरेँ। यिनीहरू काठमाडौँ भनेर यता कुलेखानी प्रोजेक्टतिर गएर रहेछन्। अनि कति बाटो छ त चाहिँ त्यो जङ्गलमा छिरेका छौँ हामी। बाटो खराब छ। लेट्स सी व्हाट ह्यापन्स। ओके गाइज, म चाहिँ कुलेखानी हिल लजमा आइसकेको छु। अफरोड रहेछ अलिकति बाटो, 5 किलोमिटर। त्यहाँदेखि पार्किङ त्यहाँ गरियो। अब उकालो चढ्दैछु। केटाहरू अगाडि नै पुगिसकेका छन्। म ब्याग स्याग बोकेर हिँडिरहेको छु किनकि म यतैबाट घर जाँदैछु। लेट्स सी कहाँ पुगिन्छ। सुनि चढ्नु परिरहेको छ। केटाहरूले पहिल्यै बुक गरेका रहेछन्। हाम्रो टोली भनेको 7-8 जनाको जाने टोली छ है। Look at the view. And
एकछिन म पनि आइपुगेँ लास्टै अफरोड रहेछ त Look at those view. अर्का ब्लगिङ गर्नु पर्यो नि अलिअलि What's up guys, welcome back. It's good morning है कति बज्यो 8 बज्न आँटिसकेको छ हैन सुत्दा त 1 बजिसक्यो साइडमा हाम्रो यहाँ कुशल हेलो अनि त्यहाँ प्रवीण छ जोडी त भइहाल्यो हैन चाँडै उठ्दैछ देख्न पाइदैन त्यसपछि यिनीहरूलाई ब्याक दुईजना छन् ब्याकग्राउन्डमा एकजना चाहिँ बिहान 6 बजे उठेर उडिसकेका छन् अनि यस्तो छ सिनेरियो एज युजुअल त्यही नै हो एज युजुअल नेपालमा यस्तै छ हैन ओ त्यहाँ तल टेन्ट लाएर बसिरहेको रहेछन् म पनि हिँड्ने भनेको अलिकति हिँड्नलाई अलिकति एकछिन टाइम लाग्ला जस्तो छ भेडा फार्म गएपछि जानु न भेडा फार्म कहाँ यता मास्टरपट्टि हो थाहा छैन भेडा फार्म हामी जुन बाटो आयौँ त्यसरी नै सिधै अगाडि बढ्नुपर्छ ओ गड म यता जानु पर्यो मैले त गइदिएन 30 बजे जानु पर्छ गयो कि जानु गयो राम्रो छ हजुरले भोलि पुग्ने हैन भने हैन आज पुग्दैन कहाँ आज ड्युटी गर्ने हो र गएर हेर्न पर्छ आज फेरि चिया कफी के बिहान हिँड्छ भने भन्नु कफी एकदम स्ट्रङ कफी स्ट्रङ हैन मलाई चाहिँ ठिक्क 1 मिनेट सबैलाई कफी हजुर 1 मिनेट मात्रै हामी त्यत्रो बाटो अलिकति अफरोड छ कि यहाँ 5 किलोमिटर्स त कोलेहानीको भित्र छेरी माथि बाटो फाट्ने ठाउँबाट छेरेपछि ड्याम साइडतिरबाट भनौँ न एक हिसाबले अनि ठाउँ चाहिँ पर्फेक्ट छ लोकेसन पनि राम्रो छ भेडा काम कति टाढा हो यो खायो 1 ग्लास खायो कति 1 ग्लास मैले त्यही बस्दा फेरि खानु खाएन ल गाइज हामी चाहिँ मास्टर भेडा फार्म पुगेर आएको यिनीहरू चाहिँ बसी झऱ्यो खानु माई गड अहिलेको अङ्कललाई यहाँ केटाहरू हाँस्दै थियो अहिले आफू त्यस्तै भयो अवस्था अनि दिस इज मी ब्याकग्राउन्डमा कसले खाने जानु होला सो दिस इज द भ्यू इट लुक्स असम बोटिङ भइरहेको छ ल यता चाहिँ बाटो चाहिँ अफरोड छ कि हुन त बाइकले गाडीले फरक पर्दैन स्कुटरलाई चाहिँ अलिकति बढी जर्किङ हुँदो रहेछ अनि दिस इज खतरा स्पिडबाट चलिरहेको त्यहाँ ओके हेलो गाइज अब चाहिँ हामी निस्किँदैछौँ केटाहरू पछाडि गाडीमा छन् आधा हामी काठमाडौँ आधा हेटौँडा म चाहिँ हेटौँडा यिनीहरू काठमाडौँ लेट्स गो ओके गाइज गाडी माथि छोड्यो हिँड्न हामी हिँड्न आँटेको मान्छे यता डाइभर्ट भयो खोला के अरे लेकको साइड लेकको नजिक स्पट राम्रो रहेछ यहाँ चिल गर्नको लागि रेस्टुरेन्ट्सहरू पनि छन् हो यो त भूकम्पको तिरपाल हो होइन भूकम्पको यो चाइनाले डोनेट गरेछ नि त हो यसो लाइन रहेछ है बोटिङको लागि यसो त कप बारी आइयो भने थियो बोटिङ भइरहेछ त्यो नयाँ होटल भन्दैछ दामी मन लाग्छ त्यहाँ स्पट दामी चल्छ होला त चल्यो फुल्यो भने चाहिँ हिँड्छन् क्यामेरा यहाँ छ हाम्रो अब चाँडै नै म्युजिक भिडियोमा आउँदै हुन्छ हाम्रो प्रवीणजी खै कुन म्युजिक रे तिमी आउने कुन म्युजिकमा आउने रे अब म्युजिक भिडियोमा खेल्नलाई एकदमै ओपन छु आई एम ओपन टु वर्क ए खेल्नै छ इज इन्ट्रेस्टेड इन हायरिङ मी act in your music video I am ready ल फर्स्ट 3 म्युजिक भिडियो म फ्रीमा गर्छु त्यस पछाडि चाहिँ म चार्ज लिन्छु त्यो टप 3 मा फेरि तिम्रो पर्फर्मेन्स यस्तो एकदम वर्स्ट भइदियो त्यसलाई लिँदै लिएन अनि त्यसपछि फर्स्ट म्युजिक भिडियोमा चार्ज गर्नै पाउँदैन भएन भने मेरो पर्फर्मेन्स वर्स्ट भयो भने म उल्टो पैसा दिन्छु प्रोड्युसरलाई इतना कन्फिडेन्स त्यसै त म एउटा प्रड्युस गर्नुपर्छ फाइदामा गयो भने ल अब चाहिँ गाइज वी आर स्टिल हियर राम्रो आउँदो रहेछ त यो यस्तै ल गाइज आई एम डिस्प्लेस्ड
गाडीमा आइरहेको छु केटाहरू दुईजना चाहिँ गइरहेछन् एप्रिलियामा अगाडि कहाँ पुग्छ कि किन सेन्टेन्स मिल्न क्या डिस्प्लेस त्यहाँ थियो डिस्प्ले भयो नि त खोजेको जसले चलाइरहेको छ रस्मी अगाडि छ र गाइज हामीले चाहिँ खाना खाइसक्यो हेभी भनेर आमा अब यहाँबाट यिनीहरू जान्छन् काठमाडौँ म जान्छु मेट्रोडा हुँदै मेट्रोडा हुँदै यो त हामी छुट्टिँदैछौँ ल ल के भन्नु छ नि भन तिमीहरूको 2 घन्टा पुग्छौ मलाई त 4 घन्टा लाग्छ ल 4-5 लाग्ला जस्तो लागिसक्यो अब बिस्तारै गयो हेटौँडासम्म कति हो हेटौँडा 2 घन्टा पुग्यो भने उता 2 घन्टा पुगिहाल्छु म अब भेट भयो युएसतिर त होला नि ल म पनि हिँडेँ यहाँबाट यस ओके गाइस सो बाटो चाहिँ यस्तो छ एकदम अप डाउन छ न्यारो छ होइन म एक्लै आइरहेको छु तर पुरै गाडी जस्तै हिँडिरहेको छु अनि दिस इज मी सो म त चाहिँ मजा आइरहेको छु बाटोमा हिँड्न चाहिँ मलाई राष्ट्रै अलिकति केयरफुल चाहिँ हुनु परिरहेको छ And look at this view. भीमफेरीबाट तल झरेपछि अब हेटौँडा आउने 21 किलोमिटर छ ए बस स्ट्यान्ड म त यार कति बज्यो यो टाइमले धेरै लागेन फास्ट भन्दा नि बाटो डेन्जर छ माथिको तर एकदम एडभेन्चरस बाटो छ एन्ड लुक एट दिस कस्तो दामी भ्यू देखिरहेको छ यहाँ चाहिँ न्यू रोड मेरो लागि नयाँ बाटो फर्स्ट टाइम आएको कस्तो मजा आयो तलतिर गर्मी छ म चिल पारामा कट्टु लगाइदिन्छु ओके गाइज वर्षा आयो पानी पर्दैछ मिटिङ कन्डक्ट गरिरहेको छ बस्यो रेस्ट गरियो होइन अब पुग्न सधैँ टाढै छ जानुपर्ने